हेलो वेलकम टु माई ब्लग। आजको मेरो बिजी डे कस्तो भयो हजुरलाई देखाउँछु है त। म चाहिँ बिहानै उठेर एकछिनसम्म अल्छी गर्दै इन्स्टा स्क्रोल गरेर बसेँ। 15 मिनट जति यत्तिकै सुस्ताएरै बसेँ। अनि त्यसपछि उठेर फेस धुन गएँ। आज चाहिँ मेरो फेस धुँदाखेरि कस्तो फेस पफिनेस जस्तो फिल भएको थियो, त्यही भएर मैले आइस रोलरले चाहिँ एकछिन मसाज गरेँ होइन। अनि यो मसाज गरेर चाहिँ स्किन केयर गरेर अनि म बाहिरको लागि निस्केँ। ओहो यस्तो चिसो थियो, यस्तो रेनी, यस्तो यो अहिले गर्मी सिजन हो क्या यहाँनिर, तर पनि त्यस्तो चिसो थियो। अनि त्यसपछि उहाँको लागि चिया, दुधको चिया र मेरो लागि लेमन टी बनाएँ। अनि त्यसपछि चाहिँ हामी चाहिँ बिहानको माम खाँदैनौँ कहिले पनि, जहिले पनि केही हल्का कुरा खान्छौँ, एकदम लाइट खान्छौँ। खासमा उल्टो छ, हाम्रो चाहिँ बिहान लाइट खान्छौँ, बेलुका चाहिँ हेभी खान्छौँ होइन। तर हाम्रो बेलुका खाना एकदम छिटो हुन्छ, हामीले 5 साढे 5 बजीसम्म माम खाइसक्छौँ। तर आज चाहिँ अनि यतिखेर अब रोल बनाउन स्टार्ट गरेँ होइन। अनि रोल बनाउँदा चाहिँ मैले जहिले पनि अम्लेट बनाएर अनि त्यो पराठा चाहिँ उसको मैदाको होइन, यो चाहिँ आँटाको पराठा हो। अनि यो बनाएर चाहिँ अनि यो बनाउँछु म जहिले पनि। अनि यसमा चाहिँ भेजीहरू पनि हाल्छु। अनि यसमा चाहिँ चिकन श्रेडेड पाउँछ क्या क्यानको, त्यो पनि हाल्छु। अनि यो सिराचा सस पाउँछ, त्यो पनि हाल्छु। त्यसमा टोमेटो सस पनि हाल्छु। यो बनाउँदाखेरि चाहिँ मलाई नेपालको सानोको खुब याद आउँछ क्या, कति मिठो हुन्थ्यो। अनि त्यो चाहिँ गफ गर्दै गर्दै खाएँ होइन। अनि त्यसपछि चाहिँ अलिअलि डकुमेन्टेसनको काम गर्नु थियो, त्यो सकेर चाहिँ रेडी भएर हामी बाहिर निस्क्यौँ। सुरुमा चाहिँ इलेक्ट्रोनिक्स स्टोर गयौँ होइन। अनि त्यहाँनिर चाहिँ सामानहरू हेर्न पर्ने थियो, हेरौँ। अनि त्यस्तो खासै केही चाहिँ लिएन, एउटा हेडफोन लिएँ मेरो लागि। अनि त्यसपछि मोबाइल स्ट्यान्ड लिएँ होइन। अनि त्यति लिएर चाहिँ हामी ग्रोसरी स्टोर गयौँ। ग्रोसरी स्टोरमा चाहिँ अरू त थियो, एभोकाडो ब्रेडहरू मात्र थिएन। अनि त्यही लियौँ। चिकन सोध्दैछु क्या लिने हो भनेर। अनि अलिक सस्तो भएको छ भने लिऊँ भनेको, तर अलिक महँगो रहेछ, घरमै छँदैछ भनेर लिएनौँ यो चाहिँ। अनि म चाहिँ ल्याक्टोज इन्टोलरेन्स भएको भएर चाहिँ कारणले गर्दा ओट्स मिल्क लिन्छु जहिले पनि। अनि त्यसपछि ब्रेड लियौँ, चेकआउट गरेर घरतिर लाग्यौँ। अनि त्यसपछि घर पुग्दासम्म चाहिँ सनसेट भइसकेको थियो। हाम्रो चाहिँ यहाँको सनसेट 9 बजे हुन्छ। अनि त्यही पनि ढिलो भइसकेको थियो। अनि आएर छिटो चनाको सब्जी र साग बनायौँ। अनि त्यसपछि खाना सुरु गऱ्यौँ। अनि यति गफ गर्दै गर्दै गऱ्यौँ। यति गर्दाखेरि अनबक्स गर्नुपर्ने थियो, अनबक्स छिटो गरेर अनि त्यसपछि सुत्नको लागि लाग्यौँ। अनि सुत्दाखेरि यसो काजु देखेको थिएँ, अनि काजु खाँदै अनि त्यो मुभी हेर्दै सुतेँ। थ्याङ्क यू।